जिरो हेटर्स सेलिब्रेटी भनौँ न नेपालको त जिरो हेटर चाहिँ मलाई लाग्छ जहाँसम्म यो अनुहारमा कालो पोतेर आउँछ यो फिल्ममा मेकअप आर्टिस्ट होइन मेकानिक युज गरेको थियो बस मेकअप भन्दा पनि बढी त अनुहारमा ग्रिस दलेका छन् हेलो साथीहरू फेरि पनि म आज अर्को भिडियो लिएर आइसकेको छु आज चाहिँ म बिटी गान्जाको पोइ पर्यो काले भन्ने भिडियोलाई रियाक्ट गर्न जाँदैछु तपाईहरुलाई मेरो भिडियो के कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया कमेन्टमा दिनु होला च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला भन्दै भिडियो सुरु गर्छु पोइ पर्यो काले यस्तो मुभी हो जसले नेपालबाट रेसिजम नै हटाइदियो कालो गोरोको भेदभाव नै हटाइदियो नेपालमा आजकल कसैले कसैलाई काले भनेर हेप्दैन गोरे भनेर चाहिँ हेप्छ नेपाललाई यस्तो सेफ बनाइदियो कि अफ्रिकन अमेरिकनहरू पनि नेपालतिर आउन थाले उनीहरूले उल्टा डिभी भर्न थाले नेपालले उनीहरूको भिजा रिजेक्ट गर्न थाल्यो भनेर चाहिँ हल्का जोक गरेको खासै त्यस्तो केही भएन जन्मिने बित्तिकै काली नर्सको मुखदेखि कालो कुकुरले ग्वाममा टोकेर मरेछ काले ट्राफिकले कालो बुट बजार यो माग्ने बुढाको भइस हैन यो मुभी हेरेपछि त आई वाज कन्फ्युज्ड काले मान्छेहरूको लागि बनाएको हो कि उनीहरूलाई जिस्काउनु बनाएको सो फिल्मको मेन लिड हुनुहुन्छ द भेरी ब्युटिफुल द भेरी एलिगेन्ट द भेरी गॉर्जियस पूजा शर्मा टप हिरोइन सो पूजा शर्माको फिल्ममा नाम हो पूजा Oh, my name. एन्ड शी हेट्स ब्ल्याक पिपल अनि यो कालो अनुहार ऐनामा देखेनौ लाइक ट्रम्प त के एउटा दिदीको छेउमा मेरो साथीहरु कोही कालो छन् म साथी त कालो बनाउँदिन भनी सो दिस गाई लाइक्स दिस दिदी एन्ड ऊ लिएर आएको छ फुल के तिमी प्रपोज गर्न आँटे क्या हो हैन मन्दिरमा फुल चढाउन आँटेको मलाई त्यहाँ पछि रातो बलुन छ भ्यालेन्टाइन्स डे लिएको छ हातमा रोज छ अरु के चाहिँ गर्नुको लागि होला तिम्रो अनुहार कहिले ऐनामा हेरेको छौ सो दिदी डजन्ट लाइक इट बिकज यस्तो घिनलाग्दो कालो केटाले प्रपोज गर्ने खास स्किन कलर यो होइन पनि यिनीहरूले जबरजस्ती कालो पोतेको कालो मान्छेलाई नै कास्ट गरेको भए के हुन्थ्यो एन्ड यो फिल्ममा सृष्टि प्लेज द रोल अफ अ लायर हेर पूजा अफ कोर्स त राम्री छस् चल लायर म सजाइदिन्छु कस दिदी राम्री होइन दिदी महाराम्री हुनुहुन्छ त्यो राधे श्यामलाई सम्झि त एउटै बेडमा कसरी शेयर गर्ने होला त्यो राधे श्यामलाई किन शेयर गर्नु पर्यो चाउमिन थोडी हो आधी आधी प्लेट शेयर गर्ने एउटै बेडमा कसरी शेयर गर्ने होला बिहान उठ्ने बित्तिकै जताततै लोड सेडिङ जस्तो फिल हुन्छ हैन यो मलाई पनि यो चित्रमा बुझेको कुरा चाहिँ हो कालो मान्छेलाई लास्टै हेपेकै हो यो फिल्ममा तर फिल्मको लास्टमा चाहिँ त्यही हो डेम सेभेज नेपाली मुभीहरूको स्टोरी त्यही हुन्छ नि त फर्स्टमा मन नपरेको कुरा लास्टमा मन पर्दिन्छ फर्स्टमा मन परेको कुरा लास्टमा मन पर्दैन हो त्यस्तै टाइपको स्टोरीहरू हुन्छ नि त अझ के भन्नु अब नेपाली फिल्मको बारेमा अहिले कुरा नगरौँ अहिले चाहिँ एकदम बवाल मुभीहरू निस्किन थालिसक्यो तर पहिलाको मुभीहरूको चाहिँ कुरा गर्दाखेरि त्यस्तै खालको स्टोरी हुन्छ तर एक्टिङ चाहिँ पहिलाको मलाई बवाल लाग्थ्यो किनभने रियलिस्टिक र एक्टिङ अनि अर्ग्यानिक एक्टिङ देख्न पाइन्थ्यो भने अहिले चाहिँ अलिकति त्यस्तै खालको एक्टिङहरू देखिन्छ भनौँ न यो कन्ट्रोभर्सियल कुरा चाहिँ नगरौँ लाइफ स्टाइल चाहिँ गरौँ न त अर्को वर्ष आउँछस् हैन त्यो टाइममा देख्लास् तैले मेरो गोरो ह्यान्डसम पोइ सो पूजा दिदी च्यालेन्जेस सृष्टि कि नेक्स्ट इयर शी विल हैव अ व्हाइट हस्बैंड एंड नेक्स्ट सीन छ डान्सिङ कारको फिर एक दिन हमका एक ठो कार देखे डांसिंग कार सो पुलिस फाइन्ड्स दिस डान्सिङ कार एन्ड तर यो डान्सिङ कारवाला सिन चाहिँ मलाई त्यही पिके मुभीको हल्का कपी चाहिँ होइन कपी गरे यस्तो चाहिँ हो कि जस्तो लाग्छ तर नत्र भने नेपालमा त पहिला डान्सिङ कारहरूको त्यस्तो प्रचलन थिएन सायद अहिले त्यस्तो नेपालमा डान्सिङ कारवाला रियलिस्टिकमा देख्न पनि पाइँदैन तर यो चाहिँ त्यही कपी गरे जस्तै हो जस्तो लाग्छ मलाई पक्कै ब्याक सिटमा डिक्कीमा चाहिँ कसरी डिक्कीमा चाहिँ यो लजिक के लजिक हो डिकीमा कसरी दुईजना मान्छे यो त होस् भन्दिनँ ल मेकअप गर्छ कस्तो अप्ठ्यारो हुन्छ त मैले ट्राई गरेको भनेर भन्नु पनि सक्दिनँ बट लाइक यसमा त कहाँ कसरी के लाइक लट्स अफ कन्फ्युजन हो पिटर डिङ्क्लेजलाई धरि गाह्रो हुन्छ यसमा लजिकै छैन पक्रिने नै हो बट बचाउँछन् सौगात दाईले राम्रो हो के मान्छे हाम्रो सौगात दाई एकदम भेरी हेल्पफुल सो सौगात दाई चाहिँ ठुलो बिजनेसम्यान हो सौगात बल्ल चाहिँ वान अफ द बेस्ट जिरो हेटर्स सेलिब्रेटी भनौँ न नेपालको त जिरो हेटर चाहिँ मलाई लाग्छ जहाँसम्म
अनि यति भर्सटाइल हो, यति भर्सटाइल जुनसुकै रोलमा पनि म्याच हुन्छ क्या। सुगात मल्ल, हाम्रो दयाङ राई, विपिन कार्की जस्ता क्यारेक्टरहरू चाहिँ जस्तो क्यारेक्टरमा पनि म्याच हुन्छ क्या। बिहा भएको छैन उहाँको कज यो सृष्टिमा उहाँलाई लभ नै भएको छैन, समझ रहे हो? बट उहाँको अङ्कल कन्भिन्सेस हिम टु गेट म्यारिड। म केटी मिलाउने काम गर्छु बिहेको लागि हो नि फेरि। अच्छा सो दे कल लमी नेक्स्ट डे एन्ड लमीलाई पनि एक्स्ट्रा कोटिङ गरेको छ कालो बनाउनुको लागि, बिकज फिल्मको नाम हो पोइ पर्यो काले। एभ्री वान हेज टु बी काले एन्ड एभ्री वान इज कसै न कसैको पोइ, द्याट इज वाइ पोइ पर्यो काले। हेर काके, यो केटी नि काली छ, यो गौरव नि काले छ, छोरा र छोरी जन कस्तो निस्किन्छ भन त आफै। सी आई एम टेलिङ यु, रेसिजम प्रमोट गर्छ यो फिल्मले। सो लमी जान्छ पूजा दिदीकोमा सौगात दाईको रिस्ता लिएर अनुहारमा सेतो दलेर, बिकज मलाई ब्ल्याक मनै पर्दैन। केटा चाहिँ हजारौँमा तर यो मुभीमा चाहिँ के छ भने अब अलिकति भर्सटाइल एक्टर एक्ट्रेस चाहिँ कपाल बन्दैन है। सृष्टि श्रेष्ठ र सुगात मल्ल चाहिँ कपाल बनिदिएको भए मलाई चाहिँ एकदम बेस्ट लाग्थ्यो होला। त्यो पूजा शर्मा र सुगात मल्लको अलिकति फिजिक्स हो कि केमिस्ट्री त्यही नमिलेको छ खासमा। अब आकाश श्रेष्ठको त के कुरा गर्नु, आकाश श्रेष्ठ आफ्नो ठाउँमा चाहिँ ट्यालेन्ट एक्टर हो, तर आई डोन्ट थिङ्क हि इज भर्सटाइल होइन। यता अङ्कल इज एक्साइटेड फर अ न्यू जोइन, बट यता दिदी अलि यो ड्रामा मुभीमा सुहाउनेहरूलाई चाहिँ ड्रामा मुभी नै गर्दा बेस्ट इन माई ओपिनियन। त अर्कै जोइन ल्याउनु रेडी। हेर्नु केटा हेरेर एक्साइटेड भएको मैले। तुम्हारे घर में बाबा ही नहीं है क्या? यता दिदीले बोटमा मोबाइल छोड्नुहुन्छ एन्ड हाम्रो अन्डर एक्सप्रेसिभ केटा आउँछ। अलवेज अ कन्ट्रास्ट के। सी वाज एन ओभर एक्सप्रेसिभ दिदी, ही वाज जस्ट केन। योर मोबाइल। थ्याङ्क यू। नाइस मोबाइल। थ्याङ्क यू। हामी नेपालीहरूलाई फ्लड गर्ने आउँदैन। लेग साइड और ड्याम साइड? इनसाइड। म नि उतै जाँदै थिएँ, हिँड्नुहोस् म छोडिदिन्छु। ही इज लाइक म छोडिदिन्छु एन्ड आई एम टेलिङ यु यसले छोड्दैन। मेरो नाम पूजा शर्मा। नाइस नेम। सही हो, यस्तै त्यही हो, नाम मोबाइल त्यही सब मनपर्छ। होल जर्नीमा कन्भर्सेसन नै त्यति हो। अब यति बोलिसकेपछि लभमा पऱ्यो, कुरै नगरिकन लभमा कसरी पर्छ के। बाई। दिदी फेरि लेक साइड जानुभयो। ए दिदीको त स्कुटी रहेछ, कस्तो है दिदी पनि, सो क्युट। सेम चिज केटाले गरेको भए क्रिपी हुन्थ्यो, बट दिदीले गर्दा इट इज सो क्युट। यता यो मान्छे आइपुग्छ फरेनरसँग। कम ऑन गिभ हिम हग एन्ड किसेस। मारे बुढालाई मारे। मैले पनि जुन जुन अङ्ग्रेज भेटेको उनीहरूले पनि सेम हाई साई केही भन्नु छैन, डाइरेक्ट चुम्मा दिन्छन्। हावाको अति नै गर्छन् कि फिल्म मेकर्सहरू। खैरे क्यारेक्टरलाई त लाज नै लाग्दैन जस्तो गर्छ। गोरे मान्छे देखायो, यो त हो यसले त यस्तो किस गर्छ, यो त सेक्स गर्छ। यसमा खासमा लोजिक चाहिँ छैन, मलाई पनि लाग्छ बिटी कान्छ सही छ यो उसमा। यता यो एक्साइटेड यसले पनि पाउँछ भनेर एन्ड यसले पाउँछ। अझै कस्तो दामी ह्युमर छ यसमा हेर्ने। लाइक एभ्री टाइम ही हेज टु डु समथिङ फनी, उसले टी सर्टले मुख छोपेर नाच्नु थाल्छ। छम 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 ए छम इ अनुहार यसरी छोप्ने अनि नाइटो देखाएर छम 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 इ यसरी अनुहार छोपेर नाइटो देखाएर छम 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 यसरी अनुहार छोपेर नाइटो देखाएर छम 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 ए छम छम छम। अडिसन कसरी लियो होला उसको, अर्काको फेस हेरिन्छ, उसको त डाइरेक्ट पेट हेरेको होला। अनुहार भन्दा बढी स्क्रिन टाइम उसको पेटले पाएको छ। सो दिदी आउनु भएको छ डेटमा यो दाइसँग एन्ड मैले ब्ल्याक कफी। ब्ल्याक कफी? अबै अनुहार कुच्चाको हेर्नु नि, कफी ब्ल्याक भएकोले गर्दा कसम ट्रम्प त के नै हो र यो दिदीको छेउमा। मलाई लस्सी, उहाँलाई मिल्क कफी गरिदिनु न। अब दिदीको छेउमा ब्ल्याक कफी पनि खानु नपाउने, कस्तो भइया कसम। अहिले स्लेभरी लिगल भएको भए दिदीले एक दुईजना त राख्थ्यो कि कटन पिक गर्नुको लागि। कटनको खेती नभए पनि नाइटोबाट कटन निकाल्नु लाउँथ्यो। मलाई ब्ल्याक मनै पर्दैन, सिरियसली। तिमी मिल्क कफी खाऊ न। हस्। तिमी त हस् भनिहाल्छौ नि फर्स्टमा। 3 महिनापछि पो तैँले भनेको मान्छु भन्ने। तिमी काजीकी छोरी, म नेवारको छोरा, तिम्रो बुवा आमा मान्नुहुन्छ त? खतरै कास्ट डिफरेन्स रहेछ त, बाप रे। ओहो। तिमी काजीकी छोरी, म नेवारको छोरा। यस्तै हुन्छ कि यो जातको कुरा चाहिँ डेट गरेको 6 महिनापछि मात्रै याद आउँछ केटाहरूलाई। ओहो हामीमा त जातको डिफरेन्स पो छ त है, हामी त कसरी है बिहे गर्ने है, ल है हामी ब्रेकअप गरौँ है, ल बाई। मुर्दा मेरो फ्यामिली त एकदम ओपन माइन्डेडको हुनुहुन्छ। त्यहाँ माथि
म त एक्लो छोरी हो। ठिकै छ तर यो कुरा नर्मली पनि भन्दा हुन्छ नि। एकदम ओपन माइन्डेडको हुनुहुन्छ। यस्तो एक्ट गर्दा त सितारे जमी परमा कास्ट हुनुपर्ने यो दिदी। ये पो ठिकै छ दामी सुहा छ। ये बड़ी अच्छी बात कही आप। यो अर्को दर्शिल सफारी चस्मा हेर्नु नि त्यहाँ लेफ्ट सोल्डरलाई घाम बेसी लागेछ। मेरो फ्यामिली त एकदम ओपन माइन्डेडको हुनुहुन्छ। तिम्रो फ्यामिली चाहिँ मान्नुहुन्छ त? दाईको फ्यामिलीले मान्दैन जस्तो छ। को छ र फ्यामिलीमा त्यस्तो नमान्ने? मामी अर्को मामी आउनुहुन्छ बाबालाई खोज्दै। भैँसीको आँखामा यो परिवारले त कहाँ मान्छ त? कस्तो केटा रहेछ। जातको प्रब्लम होइन मरद जातको प्रब्लम रहेछ। उहाँले मलाई मन पराएर बिहा गर्नु भएको होइन। त्यति सुन्दर छैन नि त म। अब अनुहारमा जबरजस्ती कालो सेड लाएर त कहाँबाट? हमें काले हैं तो क्या हुआ दिल वाले हैं। के बोलिन म। Now since Didi is heartbroken, she is like म हजुरले भनेको केटासँगै बिहे गर्छु। बरु हात काट्नु के यस्तो चिन्नु नजान्ने मान्छेसँग बिहे गर्ने होइन। दुईजनाकै लाइफ बर्बाद गरिदिरहेको। सो दे डिरेक्टली मिट मण्डपमा। लाइक यस्तो हतार त डिपेन्डेन्टवालाहरूलाई पनि हुँदैन। सो बिहाको मण्डपमा दिदी सिज कि दाई त ब्ल्याक छन् एन्ड दिदी इज लाइक तपाईलाई थाहा छ मलाई कालोदेखि एलर्जी छ। अब त एलर्जी नै हुन थालेछ। एन्ड देन बाउले फकाउँछ आँसुसँग एन्ड दिदी इज इन दिस ब्ल्याक म्यान्स बेड। बाउले फकायो भन्दा फकिने होइन। कालोसँग एलर्जी छ भने छ। कमिट टु यर आइडियोलोजी दिदी। बट हाम्रो सौगात दाई इज एज प्योर एज मिल्क। मिल्क होइन के एडिटर मिल्क मिल्क। तिमीलाई बच्चैबाट कालोदेखि एलर्जी छ। यसमा न त तिम्रो दोष छ न त मेरो। दिदीको त दोष छ त। आई मिन हाम्रो हजुरआमा रेसिस्ट हुनु पाउँछन् कज हुर्काइ नै उनीहरूको त्यस्तो। हाम्रो जेनेरेसन डजन्ट ह्याभ द्याट लिबर्टी। जबसम्म तिमी कम्फर्टेबल हुँदैनौ नि म उता गेस्ट रुममा गएर सुत्छु। हम काले है तो क्या हुआ भोसडी वाले है। यता दिदी इज टकिङ टु हर फ्रेन्ड भिडियो कलमा एन्ड त्यस्तो होइन के आज घरमा बहु भोज छ। आई जस्ट लभ हाउ शी अलवेज एक्ट्स विथ हर ह्यान्ड्स फेस नस्ट्रिल साइनस टन्सिल्स एभ्रिथिङ। तैँले बुझ्छस् त यार त के भएको? बाबा एक्टिङ नगर। अचानक बेडरुममा यो मान्छे आउँछ। कस्तो मान्छे हो यार। अर्काको बुढीलाई उसको बेडरुममा आएर भाउ भन्ने हो। भाउजी लभर के हो बिनाजु त भने जस्तै पाए जस्तै यार। बट यता अर्को दिदी थिङ्स कि बुढा त यो मान्छे हो। यहीँ तल हुनुहुन्छ कि साथीहरूसँग गफ गर्दै हुनुहुन्छ। पूजा दिदीले डिसअग्री पनि गर्दिनन् बिकज त अर्को वर्ष आउँछस् होइन त्यो टाइममा देख्लास् तैँले मेरो गोरो ह्यान्डसम पोइ। मेरो बडामा काम छ कि त्यता पर्सितिर आइपुग्छु होला। लु अब फसेन त यसरी ढाँट्नु हुँदैन। जहिले सत्य कुरा बोल्नुपर्छ। बुढो गोरो छैन कालो छ भन्नुपर्छ। सत्य बोल्नुपर्छ। मलाई एक्टिङ आउँदैन भन्नुपर्छ। सत्य बोल्नुपर्छ। यसलाई म सजाय दिन्छु। आई एम सॉरी बाबु। यता दिदी तनावमा हुनुपर्छ। साथी आयो भने त लास्ट बिल्ला हुन्छ भनेर। सो हाम्रो एकदमै राम्रो सोझो दाइले सोध्नुहुन्छ क्या हुई एन्ड दिदी इज लाइक साथीसँग कलेजमा बेट खेलेको थियो हस्बेन्ड कालो छ भनेर थाहा पायो भने त मेरो खिल्ली उडाएर फेसबुकमा स्ट्याटस हालेर मेरो पुरै बेइज्जत गरिदिन्छ। हाम्रो गुड दाइ इज लाइक हप्ता 10 दिनको कुरा रहेछ हेर। त्यतिन जेल निल तिम्रो श्रीमान भएर बस्छ। यो घरको ड्राइभर भएर म बस्दिमला। सेल्फ रिस्पेक्ट भन्ने एक रत्ती पनि छैन कि। अलिकति हुन्छ नि के सबैजनाको हुन्छ अलिकति थोरै पिटिक्के। दिस इज वाट ह्यापन व्हेन मेन राइट मुभिज। केटालाई चाहिँ मर्यादा पुरुषोत्तम राम बनाइदिने केटीलाई चाहिँ पुतना एन्ड सृष्टि दिदी आउनुहुन्छ। हुनु त फिल्मको मेन हिरोइन पूजा दिदी हो बट सब ब्युटी शर्ट्सहरू सृष्टि दिदीलाई नै दिएको छ। गजब बेइज्जती है। हाय बिनाजु। बिनाजुले त लास्ट क्रिपी पाराले हेऱ्यो त यार। हजुर म गौरव उहाँहरूको ड्राइभर। वाउ कालो दाल। तँलाई त कालो मन पर्थेन हैन? ए दिदीले कालो दाल पनि खाँदिनन् थी। बाप रे त्यसो भए त कपाल आँखी बाउ परेली सब सेतो बनाउनु भन्नु सबै निकालिदिए भइहाल्यो त। बिनाजु गोरो परेर तँलाई नि कालो मन पर्न थाल्यो। कस्तो लजिक हो यो। बिनाजु गोरो भएर कालो। ए नाती नाते तू समझा? हाँ मैं समझा। तू समझा नहीं। तपाईँ काले परेर हामीलाई यस्तो जिस्काउने प्लान थियो। ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा। यो पूजा दिदीको फिल्ममा जहिले किन यस्तो एउटा मान्छे हुन्छ जसले सेन्टेन्स बोल्दा बोल्दै एक दुईवटा वर्ड्स खाइदिन्छ। काले परेर हामी दानवीमा यो ब्रदर थियो। प्रशासन कसरी प्रेम भयो? यता यो सिस्टर काले परेर हामी काले परेर भए। सो अब फिल्ममा चाहिँ दिस दिदी स्टार्ट्स फलिङ इन लभ विथ पूजा दिदीको एक्चुअल हस्बेन्ड। दिनु न त। हजुर योगा क्लास। ए
ड्राइभर भएर मालकिनको साथीसँग ड्राइभर रमाइलो मोटर चलाउँदै वाज इन्स्पायर्ड बाई दिस एन्ड यता पूजा दिदीको फेक हस्बेन्ड इज फलिङ इन लभ विथ दिस दिदी सी सबैजनासँग कोही न कोही लभमा परेकै हुन्छ तर तिमीसँग कोही परेको छ युट्युब भिडियो हेर्नु छोड आफ्नो फ्युचर हेर कति अन्धकार छ त्यसलाई उज्यालो बनाउनेतिर लाग मैले यो कुरा मेरो साथी अपूर्वलाई मात्रै भनेको होइन अपूर्व जस्तै धेरै ठर्की एक्लो मान्छेहरू छन् यो संसारमा यो मेसेज उहाँहरूको लागि पनि हो मेरो पनि साथीहरू छन् I love tall, dark and handsome. यो अनुहारमा कालो पोतेर आउँछ यो फिल्ममा मेकअप आर्टिस्ट हैन मेकानिक युज गरेको थियो बस मेकअप भन्दा पनि बढी त अनुहारमा ग्रीस दलेका छन् कृति राइट या कसरी थाहा पाउनुभयो चिनिनन् दिदीले यो त सुरिन्दर साहनी पार्ट 2 भयो म तिम्रो भेनाजु निलको ट्विन्स ब्रदर हो कोला लाग्दा अगाडि जन्म्यो गोरी भयो म ग्रहण लाग्दा लाग्दै जन्मे काले भए सो स्याड काले त नभनौ यस्तो यो अब यो त बाहिरबाट चिनिन्छ त यार के लजिक हो यो मुभीको खासमा मलाई अलिक चित्त नबुझेको यो मान्छे नेचुरल कालोको कुन एङ्गलबाट देखिन्छ भने भन्नु है कमेन्ट गरेर डार्क चकलेट पनि नभनौँ अलकत्र भनौँ अलकत्र मलाई मन पर्ने खालको मान्छे पाए यार अनि गौरव यता दिदी टेल्स अर्को दिदी कि सी लाइक्स ड्राइभर मोमाइलो आज यो दाल पकाउन थालेको म सधैँ तेरो लागि कालो दाल पकाउन सक्दिनँ आज यो दाल पाक्छ नखाइ नखा Oh my god. Oh my god. It's just that. Why is she being so emo? Basically, यता दिदी जेलस हुन थाल्यो and she sees कि यिनीहरूको त बिहा हुनु आँटेछ and she starts slapping this guy. हुन त जस्तो डान्स गर्दैछ अघिदेखि he deserves it. And then अङ्गालो मार्छ सरी सृष्टि मेरो एक्टिङ राम्रो लाग्यो सो यो सब एक्टिङ थियो एन्ड अब दिदीलाई कालो मन पर्नु थाल्यो एनीवे द्याट वाज पोइ पर्यो काले द मोस्ट रेसिस्ट फिल्म इन द एन्टायर वर्ल्ड.com सो हामीले यो मुभीबाट के सिक्यौँ मेरो फ्यामिली त एकदम ओपन माइन्डेडको हुनुहुन्छ त्यहाँ माथि म त एक्लो छोरी हो एक्ज्याक्टली अब भिडियो चाहिँ यति नै छ बबाल पिटिकान्छको भिडियो बबाल नै हुन्छ मैले यो भिडियो चाहिँ नहेरी बसेको थिएँ 4-5 दिन भएपछि अपलोड भएको यो भिडियो चाहिँ म रियाक्ट गर्छु भनेर नहेरी बसेको थिएँ एकदम चित्त बुझ्दो भिडियो बनाएको छ पिटिकान्छले यो मुभीको अलिकति कमजोर पोइन्टहरूलाई देखाएको छ यति भन्दै भिडियो अन्तिमसम्म हेरेर बस्नुहुने साथीहरूलाई धन्यवाद छ भन्दै भिडियोलाई यहीँ अन्त्य गर्छु धन्यवाद